ओके, अब यो टिम 11 लाई इन्स्टल गर्नलाई तपाईले आफ्नो प्ले स्टोर खोल्नु होला। प्ले स्टोरमा गएर तपाईले सर्च गर्नुपर्ने हुन्छ टिम 11 भनेर लेख्नु होला है। यहाँ त हेरौँ त टिम 11 आइ पनि सकेको छ। टिम 11 नेपालमा गएर क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै यो जुन इन्स्टलको अप्सन छ यसमा गएर मैले क्लिक गरेँ है त। एकैछिन होल्ड गरौँ यहाँ चाहिँ। ओके, त्यसपछि मैले यहाँ ओपनमा क्लिक गरेँ। ओके, त्यसपछि हामीले यहाँ साइन अप गर्नुपर्ने हुन्छ। तल हेर्नुहोस् त यहाँ साइन अपको अप्सन छ। यो साइन अप बटनमा गएर क्लिक गर्नु होला है त। ओके, त्यसपछि हामीले यहाँ आफ्नो फुल नेम र इमेल एड्रेस हाल्नुपर्ने हुन्छ। ओके, मैले यहाँ आफ्नो नेम इमेल एड्रेस र जुन यो आई एग्री वाला बटन छ यसमा पनि क्लिक लगाइसकेको छु। त्यसपछि मैले यहाँ साइन अपमा क्लिक गरेँ है। ओके, त्यसपछि हेर्नुहोस् त चेक योर इमेल लेखिएको छ जहाँ हाम्रो युजर नेम र पासपोर्ट आउनेछ है। सो हेर्नुहोस् त इमेलमा यसरी आफ्नो युजर नेम र पासपोर्ट आउनेछ। युजर नेम त हाम्रो इमेल एड्रेस नै भइहाल्छ। यो जुन पासपोर्ट छ ओटिपी यसलाई चाहिँ तपाईँले कपी गर्नुपर्ने हुन्छ है। मैले यहाँ क्लिक गरेर यसलाई कपी गरेँ। त्यसपछि ब्याक गरेर फेरि टिम 11 मा जाउँ। त्यसपछि साइन इनमा एकाउन्टमा क्लिक गरौँ। यहाँ आफ्नो इमेल एड्रेस हाल्नु होला। माथि तल जुन अघि हामीले कपी गरेको छ जुन ओटिपी इमेलमा जुन आएको थियो त्यसलाई पेस्ट गर्नु होला। अब नयाँ पासपोर्ट तपाईँले के हाल्न चाहनुहुन्छ त्यो तपाईँले स्ट्रङ पासपोर्ट एउटा छानेर आफ्नो हाल्नु होला र त्यही पासपोर्टले यहाँ कन्फर्म पनि गरिदिनु होला। र तल यो रिफर कोड यदि छ भने तपाईँले यहाँ हाल्न सक्नुहुनेछ, छैन भने छोडिदिए पनि भयो। रिमेम्बर मीमा क्लिक गर्नु होला, पछि सजिलो हुन्छ तपाईँलाई लगइन गर्नलाई। र यो सबै भरिसकेपछि त्यसपछि तपाईँले तल गएर यो ठाउँमा गएर सेट पासपोर्टमा गएर क्लिक गरिदिनु होला है त। त्यसपछि साइन इन टु माई एकाउन्ट र यो जुन टिम 11 मेक म्यानेज कल्स एलाउ गरिदिए पनि भयो, केही फरक परेन। र त्यसपछि यो साइन इन माई एकाउन्ट लेख्नु होला। तपाईँको इमेल र पासपोर्ट यहाँ यदि रिमेम्बर बी गर्नुभएको छ भने त्यहाँ आफै आउनेछ। यो स्टेपलाई स्किप गरिदिँदा पनि हुन्छ। ओके, हाम्रो टिम 11 एप खोलिसकेको छ साथीहरू, हेर्न सक्नुहुनेछ। अब म तपाईँलाई सबै डिटेल्सहरू दिनेछु कि कसरी यसमा पैसा डिपोजिट गर्ने, कसरी विथड्र गर्ने र गेम्सहरूमा कसरी पार्टिसिपेट गर्ने, कसरी टिम बनाउनेदेखि लिएर सबै डिटेल्सहरू है। सो भिडियो धेरै लामो बनाउनु चाहदिनँ, सो फटाफट सुरु गरौँ है। सर्वप्रथम यो कुरा पनि बुझ्नु होला, अब यो एक प्रकारको बेटिङ एप जस्तै हो साथीहरू। त्यसैले क्यालकुलेटिभ एमाउन्टमा पैसा डिपोजिट गरेर लिमिटेड है, या यसमा तपाईँले फ्रीवाला पनि अप्सन हुनेछ, लाइक हुन्छ खास गरी, तर अलिक थोरै नै हुन्छ जसबाट तपाईँले अब लिमिटेड एमाउन्ट अर्न गर्न सक्नुहुनेछ। डिपोजिट गर्नुभयो भने लाइक धेरै गेम्सहरूमा पार्टिसिपेट गर्न पाउनुहुन्छ, त्यो चाहिँ कुरा हो। तर क्यालकुलेटिभली गर्नु होला साथीहरू, एकदम अब यो होइन कि पैसा धेरै डिपोजिट गरेर एकदम धमाधम सबैमा एप्लाई गरेर होइन, अलिक क्यालकुलेटिभ सोचेर सम्झेर है। त्यो गेम्सहरूमा को प्लेयर छन्, कसले राम्रो खेल्दैछन्, एकदम मजाले दिमाग लाएर एउटा क्यालकुलेटिभ एमाउन्टमा तपाईँले खेल्नु होला साथी हो है। ओके, सो सुरु गरौँ है। सर्वप्रथम डिपोजिट गर्नलाई सबभन्दा माथि हेर्नुहोस् त यहाँ वालेटको सेक्सन छ। सो मैले यहाँ 00 जुन छ यसमा मैले ट्याप गरेँ है। यहाँ तपाईँको माथिमा नामहरू हेराउने छ। त्यसै गरी यहाँ हेर्नुहोस् त तपाईँले यहाँ 4वटा सेक्सन छ। एड डिपोजिट, विथड्र, स्टोर, प्याकेजको अप्सन छ। अब डिपोजिट गर्नलाई यो तपाईँले एड डिपोजिटमा गएर यसरी क्लिक गर्नु होला। र डिपोजिट गर्नलाई साथी हो तपाईँले दुईवटा एप चाहिँ हुन एकदमै जरुरी छ। यी सेवा र खल्ती छैन साथी हो, मेबी पछि उनीहरूले अब हाल्नेछन् होला। अहिले अब यही दुईवटा एपको बारेमा हेरौँ है। जस्तै अब तपाईँले मानौँ यहाँ मलाई 200 रुपियाँ फर इक्जाम्पल यसमा डिपोजिट गर्नु छ। रिम्याक्समा केही नलेख्दा पनि भयो है। अब एउटा कुरा ध्यान दिनु होला साथी हो, 1 क्रेडिट पोइन्ट इज इक्विभ्यालेन्ट टु 1 रुपिज भनेपछि तपाईँले 1 रुपियाँ यसमा मानव डिपोजिट गर्नुभयो भने तपाईँले 1 CP आउनेछ है। यो चाहिँ ध्यान दिनु होला। 1 रुपियाँ भन्दा अलिकति बढी लाग्नेछ, किन भन्दाखेरि अलिक तल हेर्नुहोस् तपाईँले यहाँ तपाईँको 1 CP को जुन टोटल कस्टिङ आउँछ तपाईँलाई 1 रुपियाँ प्लस त्यसमा 0.13 जुन यो 13% भ्याट छ है साथी हो। सो टोटल कस्ट 1 CP को आउँछ तपाईँलाई 1.13 है। यो चाहिँ ध्यान दिनु होला, अलिकति थोरै बढी 0.13 बढी लाग्ने गर्छ त्यो भ्याटको कारणले। ओके, अब मानौँ मैले यहाँ 200 रुपियाँ डिपोजिट गर्नु छ, मैले त्यसपछि यहाँ प्रोसिडमा क्लिक गरेँ है। अब दुईवटा अप्सन के छ यहाँ तपाईँले पेमेन्ट मेथडको तपाईँको फोन पे क्युआर छ, आइएमई पे छ है। सो यो दुईवटा एप तपाईँको मोबाइलमा हुन जरुरी छ है साथी हो। सो यो दुईवटामा कुनै तपाईँले रेजिस्ट्रेसन गरेर राख्नु होला र त्यसमा केही एमाउन्ट राख्दा भयो है। ओके, मानौँ मलाई फोन पे क्युआरबाट रेजिस्ट्रेसन गर्नु छ, सरी डिपोजिट गर्नु छ भने मैले फोन पे क्युआरमा क्लिक गरेँ, पे नाउमा क्लिक गरेँ। क्लिक गर्ने बित्तिकै यहाँ हेर्नुहोस् तपाईँले एउटा क्युआर आउनेछ। यो क्युआरलाई तपाईँले स्क्रिनसट हाल्नु होला, आफ्नो फोन पे क्युआरमा जानु होला, अनि त्यहाँ यो क्युआरलाई स्क्यान गरेर जति एमाउन्ट तपाईँले डिपोजिट गर्नु छ त्यो गर्न सक्नुहुनेछ है साथी हो। सो यसरी तपाईँले फोन पे क्युआरबाट गर्न सक्नुहुन्छ। इभन तपाईँको आइएमई पेबल अप्सन पनि सेमै छ है। जस्तै मैले यहाँ पे नाउमा क्लिक गरेँ। ओके, त्यसै गरी यहाँ हेर्नुहोस् त तपाईँको यहाँ सबै डिटेल्सहरू आउनेछ। यहाँ 200 रुपियाँ पनि लेखिएको छ। मैले यहाँ मेक पेमेन्टमा क्लिक गरेँ। सिधै तपाईँले आइएमई पेको जुन नम्बर छ, फोन नम्बर, त्यो हालेर गर्न सक्नुहुनेछ। इभन तपाईँले तलको जुन स्क्यानर छ यसलाई स्क्रिनसट हानेर आफ्नो आइएमई पेमा गएर स्क्यान गरेर डिपोजिट गर्न सक्नुहुनेछ है। र अझ एउटा कुरा ध्यान दिनु होला साथी हो, ट्रान्ज्याक्सन विल एक्सपायर इन 4 मिनट्स 45 सेकेन्ड्स। सो तपाईँलाई 4 मिनट्स 45 सेकेन्ड टाइम छ यो तपाईँको ट्रान्ज्याक्सन कम्प्लिट गर्नलाई या डिपोजिट गर्नलाई। सिम्पल कुरा भनौँ है। अझै तपाईँले के अप्ठ्यारो भयो भने मलाई तपाईँले कमेन्ट सेक्सनमा मेसेजहरू छोड्नु सक्नुहुनेछ। म तपाईँलाई एउटा भिडियो फाल्टै बनाउने छु डिपोजिटको बारेमा है। मैले अहिलेको लागि चाहिँ ब्याक गरेँ है।
त्यसै गरी विथड्रको अप्सन छ साथीहरु। सो यहाँबाट तपाईले विथड्र गर्न सक्नुहुनेछ। विथड्रको लागि तपाईले केवाइसी भेरिफाई गर्नुपर्ने छ। जसरी ई सेवा खल्तीहरुमा जसरी हामीले नागरिकताको डिटेल्सहरु हालेर केवाइसी जसरी भेरिफाई गर्छौं, यसमा पनि त्यही हो साथीहरु, सजिलै छ। पछि म तपाईलाई यसको डिटेल्स पनि दिने नै छु। मैले यहाँ क्यान्सलमा क्लिक गरेँ। त्यसै गरी स्टोर छ साथै, स्टोरमा तपाईले नर्मली जर्सीहरु हुने गर्छ जुन यो टिम 11ले सेल गर्ने गर्छ। तपाईले यहाँबाट इन्ट्रेस्टेड हुनुहुन्छ भने किन्दा भयो है। त्यसैले मैले ब्याकमा क्लिक गरेँ। त्यसै गरी यहाँ तपाईको प्याकेजको अप्सन छ, डिफ्रेन्ट प्याकेजेसहरु छ। यो तपाईले इन्ट्रेस्टेड हुनुहुन्छ भने किन्दा भयो है। अहिलेको लागि चाहिँ अहिले मेन काम लाग्ने भनेको यहाँ तपाईले डिपोजिट भइहाल्यो र विथड्रमा केवाइसी भेरिफिकेसन है। ओके, मैले त्यसपछि यहाँ ब्याकमा क्लिक गरेँ। अब यसमा ओके, अब यहाँ डिफ्रेन्ट गेम्सहरु छ। स्पेशल तपाईले क्रिकेट फुटबलका बढी म्याचेसहरु पाउनुहुनेछ है। यहाँ हेर्नुस् त, फ्यान्टेसीहरु हुन्छ, अब नर्मल धेरै गेम्सहरु छैन। यहाँ मेनली फुटबल र क्रिकेट। ओके, मानौ मैले यहाँ क्रिकेट सेक्सनमा गएँ है। ओके, जस्तै अब तपाईले यहाँ कुनै म्याचमा तपाईले बेटिङ गर्नु छ। जस्तै तपाईले सीएसके को म्याच छ, मुम्बई इन्डियन्सको म्याच है। 6 घण्टामा यो म्याच हुन गइरहेको छ। मैले यो गेममा यसरी क्लिक गरेँ। क्लिक गर्नेबित्तिकै विभिन्न कन्टेस्टहरु हुन्छ है साथी। हेर्नुस् त, टन्नै कन्टेस्टहरु छ। तपाईले चाहनु भने सबैमा पार्टिसिपेट गर्दा पनि भयो। तर यो गेमको बारेमा चाहिँ को प्लेयर खेल्छन्, को राम्रा छन्, बलर को छन् है, विकेट किपर को राम्रो छ, क्याप्टेन्सी कसले राम्रो गर्न सक्छ, सबै डिटेल्स मजाले अगाडिदेखि नै स्टडी गर्नु होला है प्लेयरहरुको बारेमा। अनि मात्रै यसमा गएर तपाईले लाइक बेटिङ गर्नुभयो भने प्लेयरहरु सिलेक्ट गरेर अनि राम्रो अलिक एमाउन्टमा अर्निङ गर्न सक्नुहुन्छ। त्यो चाहिँ है, अन्धाधुन चाहिँ नगर्नु होला। ओके, मानौ हामीलाई अब यहाँ तपाईले फ्रीको कन्टेस्ट पनि हुन्छ है साथीहरु, तर अलिक थोरै हुन्छ। जस्तै तपाईलाई फ्री वाला कन्टेस्ट अब कसरी बुझ्ने त्यो पनि हेर्नु होला है। जस्तै बेस्ट अफ द बेस्टमा हेर्नुस् त, इन्ट्री लेखेको छ 11 लेखेको छ। 11 भनेको सीपी हो है साथीहरु। भनेपछि यो कन्टेस्टमा तपाईले पार्टिसिपेट गर्नलाई 11 सीपी पे गर्नुपर्ने हुन्छ। जस्तै कि विनर टेक्स अल लेखेको छ। सो 44 रुपैयाँ तपाईले अथवा 44 सीपी तपाईले दिनुभयो भने यो कन्टेस्टमा पार्टिसिपेट गर्न सक्नुहुन्छ। तपाईले फ्री वाला हेर्नु छ भने साथी हेर्नुस् त, मेगा प्राइस कन्टेस्ट लेखेको छ, फ्री छ है। यसमा तपाईले सीपी पे गर्नु पर्दैन, फ्रीमा तपाईले यो कन्टेस्टमा पार्टिसिपेट गर्न पाउनुहुनेछ है। अब कतिजनाले यो कन्टेस्टमा पार्टिसिपेट गर्न पाउँछ भन्ने बारेमा यहाँ तल हेर्नुस् त, 5000 ले गर्न पाउँछन्। अहिले 2094 जनाले एप्लाई गरिसकेका छन्। मानौ मलाई यो कन्टेस्टमा पार्टिसिपेट गर्नु छ, किनभने अहिले त मेरोमा 0 छ नि त। ओके, मैले यसमा यसरी क्लिक गरेँ। त्यसपछि यहाँ विनर्सहरुको डिटेल्स लेखेको छ। जस्तै 1 नम्बरमा जित्नेले 200 रुपैयाँ, त्यसैगरी 190 सम्ममा जित्न लाइक नम्बर आउनेले अर्निङ गर्न सक्छन्। जस्तै 5 रुपैयाँ छ तपाईले हैन लास्टतिरकोलाई। ओके, अब यसमा एप्लाई गर्नलाई तपाईले जोइन मेगा प्र्याक्टिस कन्टेस्ट लेखेको छ, यसमा मैले यसरी क्लिक गरेँ। ओके, अब अघि जुन मैले तपाईलाई भनेको थिएँ नि प्लेयर्सहरुको बारेमा मज्जाले डिटेल्सहरु बुझ्नु होला कि को राम्रो फर्ममा छन् है, को खेल्दैछन् त्यो पनि ध्यान दिएर तपाईले यसमा सिलेक्ट गर्नु होला। नत्र यस्तो प्लेयर्स नछान्नु होला कि जुन टिममा पर्दैनन् है, त्यो पनि ध्यान दिनु होला। ओके, फर्स्ट अफ अल हामीले यहाँ विकेट किपर छान्नुपर्ने हुन्छ। अब यहाँ मध्येमा कुनै एउटा विकेट किपर दियो, यसको बारेमा स्टडी गर्नलाई कि विकेट किपिङ को गर्दैछन् है। मैले अहिले तपाईलाई नर्मली तपाईले एउटा सिलेक्ट गरेर हेरेँ। जस्तै मैले डेभिड कनवे मैले सीएसके को यो फर एक्जाम्पल यो राम्रो छ भने मैले यसरी यहाँ क्लिक गर्दै है। अरु पनि यहाँबाट छान्न सक्नुहुनेछ है, मतलब छान्दा भयो किनभने अरु पनि खेल्छ नि त। जस्तै एमएस धोनी छ, मैले एमएस धोनीमा पनि यसरी क्लिक लगाइदिएँ। ओके, त्यसपछि अब ब्याटिङ सेक्सनमा जाऊ है। अब ब्याटिङ सेक्सनमा मानौ मलाई लाग्दैछ कि रोहित शर्मा राम्रो खेल्छन्, मैले रोहित शर्मालाई आफ्नो टिममा हाल्दिएँ है। त्यसैगरी तपाईलाई फर एक्जाम्पल सूर्य कुमार यादवले राम्रो खेल्छ होला फर एक्जाम्पल है, मैले यसमा गएर टिक लगाइदिएँ। जस्तै मलाई रचित रविन्द्र मेरो टिममा चाहिन्छ, मैले यसरी क्लिक लगाइदिएँ है, मानौ राम्रो खेल्छ होला भनेर। त्यसैगरी अब यहाँबाट तपाईले अरु कोही छान्नु छ भने शिवम दुबे मैले यसरी क्लिक लगाइदिएँ। त्यसैगरी अलराउन्डरमा जाऊ, अलराउन्डरमा हार्दिक पाण्ड्या, ठीक छ। त्यसैगरी अब मिचेल स्ट्यानर मैले यहाँ फर एक्जाम्पल क्लिक गरेँ। त्यसैगरी म यहाँ बोलिङ सेक्सनमा गएँ। बोलिङ सेक्सनमा मलाई जस्तै कसलाई राख्नु छ, जस्तै जसप्रित बुमरालाई मैले फर एक्जाम्पल राखेँ। यहाँबाट अरु कसैलाई तपाईले नर्मली मैले कुनै छान्दै, जस्तै मैले एउटा यो पनि छान्दिएँ। अब 11 मा अझै एकजना बाँकी छ, जस्तै अब कुनै एउटा अझै लिऊ। यहाँबाट कसलाई लिन सक्छौँ हामी? ओके, कुनै एउटा लिऊ न, जस्तै मैले ओके। सो यति जनाले मैले आफ्नो टिममा हालेँ है। त्यसपछि तपाईले पनि आफ्नो अनुसारले मजाले स्टडी गरेर हाल्नु होला। त्यसैगरी मैले नेक्स्टमा क्लिक गरेँ है। यहाँ तल हेर्नुस् त, मैले नेक्स्टमा क्लिक गरेँ। ओके, क्लिक गर्नेबित्तिकै अब तपाईले क्याप्टेन र भाइस क्याप्टेन छान्नु होला है। क्याप्टेन र भाइस क्याप्टेनको तपाईको विनिङमा अलिकति बढी रोल हुन्छ है। यदि क्याप्टेनले राम्रो रन बनाइदियो, राम्रो गेम प्ले गरिदियो भने अलिक बढी तपाईको पर्सेन्टेज उठ्न सक्छ जित्ने है। त्यसैगरी भाइस क्याप्टेनको पनि सिमिलर टाइपको, जस्तै मैले क्याप्टेन धोनीलाई छान्दिएँ र तपाईको भाइस क्याप्टेन फर एक्जाम्पल मैले रोहित शर्माले छान्दिएँ है। यहाँ हेरौँ, यदि एमएस धोनीले राम्रो खेल्यो भने तपाईको पर्सेन्टेज हेर्नु 2 टाइम्स बढेर जान्छ है। र यदि रोहित शर्माले राम्रो खेल्दियो भने 1.5 टाइम बढी हुन्छ है। यो पनि ध्यान दिनु होला। सो क्याप्टेन र भाइस क्याप्टेन पनि मजाले छान्नु होला। त्यसैगरी मैले यहाँ नेक्स्टमा गएर क्लिक गरिदिएँ। ओके, हेरौँ त तपाईको डिपोजिट सबै अहिले मैले डिपोजिट नै गरेको छैन। सो इन्ट्री फी 0 छ, लाइक तपाईले 18 भयो भने त्यसैले मैले यहाँ कन्फर्ममा क्लिक गरिदिएँ। ओके, सो कन्टेस्ट जोइन्ट सक्सेसफुली है। सो यो गेम अब हामीले
हेरिसकेपछि यहीँ आएर फेरि हामीले चेकआउट गर्नुपर्ने हुन्छ कि हामी कति नम्बरमा पर्छौँ भनेर है। सो फ्रीवाला कन्टेस्ट हामीले जोइन गरिसकेका छौँ। इभन तपाईँको जति पनि एन्ट्रीवाला कन्टेस्ट छ साथी, यसमा पनि प्रोसेस सेम नै हो है, तर त्यसमा चाहिँ तपाईँले सिपी पे गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले डिपोजिट गर्नुपर्ने हुन्छ, त्यो चाहिँ ध्यान दिनु होला। सो अब नर्मली तपाईँले हेर्नुभयो भने सिपी कति कति लाग्छ भनेको अब ठुल्ठुलो कन्टेस्टमा जस्तै 333 रुपियाँ, 500 लाइक 600 रुपियाँ भनौँ न यसलाई। अब यस्तो यस्तोमा जस्तै कुनै कुनै त 5000सम्म पनि छन् है। अब यसमा तपाईँ माने स्पेसल कन्टेस्टमा मैले क्लिक गरेँ है, यसमा थोरै नै मान्छेले पार्टिसिपेट गर्छन्, तर यसमा चाहिँ तपाईँको विनिङ चान्सेस बढी हुन्छ, तर रिस्क चान्सेस पनि बढी नै हो साथी हो। जस्तै #1 तपाईँले 50,000सम्म पनि जित्ने मौका छ यसमा। यसमा 10 जना मात्रै मागेको छ है, तर 5000 रुपियाँ तपाईँले एन्ट्री फी गर्नुपर्ने हुन्छ। यो चाहिँ ध्यान दिनु होला साथी हो है। तर यसमा विनिङ प्रोबेबिलिटी पनि बढी भयो र तपाईँको लुजिङ प्रोबेबिलिटी पनि बढी हो। त्यसैले म भन्दैछु एकदम क्वालिटेटिभ, नट क्वालिटेटिभ, के भन्छ त्यसलाई, अलिक क्यालकुलेटिभ रिस्क लिनु होला, त्यो चाहिँ ध्यान दिनु होला साथी हो। किनकि जित्नेले राम्रो पनि जितिरहेछन्, अब घाटा हुनेलाई त राम्रोसँग घाटा पनि भइरहेछन्, त्यो पनि ध्यान दिनु होला साथी हो। यहाँबाट तपाईँलाई टन्नै कन्टेस्टहरू छ साथीहरू, एउटा गेममा यति धेरै कन्टेस्टहरू छ। इभन तपाईँलाई फुटबलको लागि पनि सेम नै, जस्तै फुटबलमा जानुभयो भने यहाँ विभिन्न गेम्सहरू छ, आउने गेम्सहरू छ। जस्तै अब यो 12 घन्टा गेम छ, फ्रान्स र क्रोएसिया। यहाँबाट तपाईँले पनि छान्न सक्नुहुन्छ। जस्तै फ्रीवाला अप्सनमा त गएर अगाडि पहिला रेजिस्टर गरि नै हाल्नु, र बाँकी तपाईँले डिपोजिट गरेर गर्नु छ भने त्यो पनि गर्दा भयो है साथी हो। प्रोसेस सेम हो साथी हो है। सो यसरी तपाईँले एउटा राम्रो टिम बनाउन सक्नुहुनेछ। टिम 11मा अर्निङ पनि राम्रै गर्न सक्नुहुनेछ, तर क्यालकुलेटिभ वेमा गर्नु होला साथी हो। यो चाहिँ ध्यान दिनु होला, रिसर्च गरेर गर्नु होला, प्लेयर्सको ब्याकग्राउन्डदेखि लिएर फर्मदेखि लिएर को खेल्दैछन् सबै बुझेर गर्नु होला है साथी हो। ओके, त्यसै गरी तपाईँको यहाँ कन्टेस्टवाला सेक्सन छन्, यहाँ खासै अहिले छैन। जति बेला अब यहाँ सुरु हुन्छ यहाँ तपाईँले चेकआउट गर्न सक्नु होला। त्यसै गरी वालेटको सेक्सन छ, जुन अघिकै सुरुमा मैले जुन हेराएँ त्यो वालेट सेक्सन यहाँ होला। अब यो वाला सेक्सन छ, यहाँ तपाईँले केवाइसी भेरिफाई गर्नु छ भने यो तपाईँको भ्यू केवाइसी छ, यहाँबाट तपाईँले भेरिफाई गर्न सक्नुहुनेछ। बेसिक इन्फो हालेर डकुमेन्ट्स डिटेल, त्यही नागरिकताहरूको डिटेल्स हाल्न सक्नुहुनेछ, ब्याङ्क डिटेल्स हाल्नु होला, आफ्नो एड्रेसहरू हाल्नु होला है। यसरी तपाईँले आफ्नो केवाइसी पनि भेरिफाई गर्न सक्नुहुनेछ यहाँबाट। सो यसरी हामीले एउटा राम्रो लाइक अर्निङ एपको लाइक खोजीमा हुनुहुन्छ भने टिम 11 एउटा धेरै राम्रो अप्सन हो है, किनकि प्रोपर नेपाल मेड एप हो साथी हो। र हाम्रो आफ्नो एक्सपिरियन्स, आफ्नो गेमको जुन स्किल्स होइन, प्लेयर्सहरूको जुन ब्याकग्राउन्ड जानेर फर्म जानेर यदि तपाईँ यिनीहरूमा एक्सपर्ट हुनुहुन्छ, गेम रेगुलर बेसिसमा हेर्नुहुन्छ भने यो तपाईँको एकदमै राम्रो अप्सन हो है साथी हो, टिम 11। र आशा गर्छु यो भिडियो तपाईँलाई केही हदसम्म हेल्पफुल भयो होला साथी हो। र यो रिलेटेड म अझै पनि भिडियोहरू लिएर आउने नै छु। र या तपाईँहरूको के क्युरिजहरू छ भने तल कमेन्ट सेक्सनमा लेखिदिनु होला। र यसमा भिडियोहरू दिनुभएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल र हेर्दै गर्नुहोस् हेल्पिङ नेपाली।